प्लस टू पछि ब्याचलर्स अध्ययनका लागि यदि जर्मनी सोच्नु भएको छ भने यो भिडियो तपाईको लागि हो। र यदि उहाँहरुको प्यारेन्ट्सहरुले यो भिडियो हेर्नु हुँदैछ भने कृपया आफ्ना छोराछोरीलाई यो भिडियो शेयर गरिदिनु होला। प्लस टू पछि पनि जर्मनीमा डाइरेक्ट ब्याचलर अलमोस्ट मिल्दैन, किनभने जर्मनीमा ब्याचलर पढ्नको लागि 13 इयर्स अफ एजुकेसन चाहिन्छ र हाम्रो नेपालमा प्लस टू भनेको 12 इयर्स मात्रै हो। त्यसैले यदि ब्याचलर पढ्ने नै सोच्छ भने हामीले सुरुमा आएर यहाँ स्टुडेन्ट कलिग गर्नुपर्छ। स्टुडेन्ट कलिग भनेको बेसिकली 1 इयर्सको कोर्स हो जसले तपाईहरुलाई जर्मनीको सिस्टम अनुसार रेडी बनाउँछ। स्टुडेन्ट कलिगको लास्टमा एउटा एक्जाम हुन्छ र त्यो एक्जाम पास गरिसकेपछि मात्रै तपाईहरु ब्याचलर पढ्नको लागि एलिजिबल हुनुहुन्छ। के स्टुडेन्ट कलिग बिना पनि ब्याचलर पढ्न पोसिबल छ त? यसको एन्सर भने पोसिबल चाहिँ छ, तर कस्तो कन्डिसनमा? एउटा हुन्छ कि त नेपालमै 1 इयर ब्याचलर पढिसकेर यहाँ आउनुपर्छ र डाइरेक्ट ब्याचलर एडमिसन गर्न सकिन्छ, र अर्को भनेको यहाँका प्राइभेट युनिभर्सिटीहरुले कुनैले प्लस टू पछाडि नै ब्याचलर पढ्नको लागि तपाईलाई एडमिसन दिन्छ। तर यो भनेको एउटा रेयर केसेस हो। यसले भन्नुपर्दा मोस्ट स्टुडेन्टहरुको पाथ भनेको प्लस टू पछाडि स्टुडेन्ट कलिग अनि मात्रै ब्याचलर हो। त्यसैले प्लस टू पछि डाइरेक्ट आइएल्स गर्ने सोचिरहनु भएको छ भने चाहिँ कृपया एकपटक सोच्नु होला। या त यहाँ आएर तपाईहरुले स्टुडेन्ट कलिग गर्नुपर्छ या नेपालमै 1 इयर ब्याचलर पढ्नुपर्छ।